सुरु हुनुभन्दा अगाडि चराचर जगतमा शून्यता थियो, शून्यतामा सम्भावना थियो र सम्भावनामा एउटै ध्वनि व्याप्त थियो। सृष्टिको सुरुवातमा अस्तित्व आयो, अस्तित्वमा प्रकृति र प्रकृतिमा मानव आयो, मानवसँगै मानवता आयो, आए भावनाहरू, संवेदनाहरू। मानवले संस्कृति बनायो, रीति थिति र नीति चलायो, आफ्नै संवेदनालाई कहिले देवता बनायो, कहिले दानव बनायो। हो, त्यही संवेदनाको कुरा गर्दैछौँ हामी, त्यही भावनाको पूजा गर्दैछौँ। अब सुनौँ एउटा कथा अन्तर्यात्राको, हाम्रो आफ्नै संवेदनाको मात्राको। एका समयको कथा हो। मानवका भावनाहरू प्रस्फुटित हुँदै थिए। माया, प्रेम, दया, करुणा, रिस, राग र आश्चर्यका लस्कर पछि लागेर आइपुगे लोभ, लालच, घृणा, अहंकार। सबैभन्दा पछि आएको अहंकारलाई सबैभन्दा माथि रहन मन लागेपछि, संवेदनाले निकृष्ट भावनाहरूलाई नै उत्कृष्टताको भोग जागेपछि, मानवहरूले तपस्या गरेर आफ्ना अहंकारलाई चाले। कायाकल्प हुनुअघि मानवहरूले आफैलाई महिषासुर बनाउन थाले। जसले रच्यो उसैलाई भयो हाहाकार। त्राही त्राही भयो मानव आफ्नै रूपदेखि, मनमत्त महिषासुरको अचम्मको सेखी। आफैसँग डराएर मानव भाग्न थाल्यो, अस्तित्वको रक्षा गर्न गुहार माग्न थाल्यो। आकाशवाणी भयो कठै, सकिँदैन जित्न एक्लै। अहंकारको वंशै ठुलो, चरित्र नै त्यस्तै बेग्लै। खोज्नुपर्छ आफै भित्र, शत्रुसँगै हुन्छ मित्र। देख्नुपर्छ सबै चित्र, चिन्नुपर्छ हरेक चरित्र। अन्तर प्रेरणाले उठ्यो मानव एउटा युद्ध गर्न, अहंकारी चेतनालाई आफै शुद्ध पार्न। गर्यो अर्चना भावनाहरूको, माग्यो सहायता। सबैबाट लियो उसले शक्ति एउटा एउटा।
रिसले उसलाई त्रिशूल दिए, आक्रोशले खड्ग, साहस आफै वाहन बने, समयले दिए चक्र। कमण्डलु बने दया, घण्ट बनिन् सत, प्रेम आफै सारथी भए करुणाको रथ। खोज्यो यसरी आफै भित्र अर्को एउटा ऊर्जा, भेट्यो उसले शक्ति स्वरूप महादेवी दुर्गा। अन्याय र अहंकारलाई करुणा र न्यायको ऊर्जा